गाइज वेलकम टु युट्युब च्यानल। हजुर सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। सबैजना आरामै सन्चै हुनुहुन्छ होला के रे? म पनि एकदम बिन्दास छु। अनि के गर्दै हुनुहुन्छ, कस्तो हुनुहुन्छ अनि सुनाउनु होला कमेन्टमा। अनि आजको मेरो काम भनेको सुलाएर त्यहाँ पारि गएर धान भुट्ने भनौँ न हो। अनि हजुरको काम चाहिँ के आज के गर्नुहुन्छ? म जस्तै बेरोजगारी भएर धान भुट्दै बस्नुहुन्छ कि अरू के गर्नुहुन्छ भन्नुला? ढ्याङ 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 गर्दै गएमा पनि महिलाको सिङ यस्तो भयो हेर्नुहोस्। यस्तैबाट बुड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 ु गाडी लाउँदै हिँडे म दुई पाङ्रे गाडी गइसक्यो। त्यो यस्तरी भुट्छु त्यो हेर्नु त्यो बसाइ अनि भुटाइ धानको सिरौला साथीहरु जसले हामीलाई सब्स्क्राइब गरेर जसले हामीलाई भिडियो फुल वाच गरेर वाच टाइम बढाइदिनु राख्नु भएको छ नि, उहाँहरूलाई पैसा तिर्नको लागि धानको सिरौला भुट्दै जान्छ। धानको सिरौला भने कतिलाई थाहा छैन। धानको सिरौला भुटेको धानको सिरौला बनाउने भनेको होइन, तर यो नभिजाएर गरा होइन। यस्तो फोका उठाएर भने चाहिँ फुला उठायो भने के यस्तो त कस्तो धानको सिरौला हुन्छ त गरम गर्ला रे। संसारले बुझ्दै यो अन्त साथीहरू हल्लिन्छ फेरि फुल यस्तो छ। बिचरा सोलोको हालत त यो इट्टा हो, इट्टाले बनाएको तर यो सिमेन्ट हो। माटो आएछ कहाँ यसको हालत अब नबनाउने साथीहरू हेर्नु न यस्तो भन्न चाहिँ आज हेर्नुहोस् न रातो रातो भइसकेको छ धेरै नरै दरम गर्छ नि त भिजाएको लिस काम हुन्छ। मकै बाजी दरम गर्छ नि। घुम्न गएको केटी पैसा चैट बनाएर के ल्याएको थिएँ यतामा यिनीले चक्लेट ल्याएर चक्लेट बाँड्दैछौँ। यो आलु चिप्स केरा चिप्स कति मिठो छैन यार। केरा चिप्स के बनाना चिप्स केरो हामी त नेपाली केरो हो। यो केरो खाना भन्छ कि ल्याङ्ग्वेज कोरियन ल्याङ्ग्वेजमा खाना भन्छ कि साँच्चै हो। अनु सुन्तला चक्लेट हुन्छ नै अनु चाउ ल्याके खान्छु अलिकति मलाई मार्दै ल्या मासु पाँच हेर्नु त अनु अनु यो मलाई मेरो एउटा कम छ त ल्याके बाउला नि मलाई एकजनाले यति भाग पर्यो है चक्लेट प्लास्टिकमा गरी अनि त्यो खाल्ले अनि त्यसपछि दे उठाउ है आफ्नो आफ्नो भाग ल अन्सा ल काली ल मेरो भाग ल्याले उ तिमीले एल्लाको तेल टक्क बेजे सक्यो। यो चक्लेट पनि त धेरै त्यो सक्यो ल मेरो त यहाँ छ।